यसको त के अनुहारै देख्न गाह्रो पर्यो त हेर ल बडी सो हुँदैछ है हामीले चाहिँ यहाँ भु चाहिँ हामीलाई देखेर तर्सिन्छ होला होइन बोय माइकल ज्याक्सन हेर्न सक्नुहुन्छ हामी साकुरी गरेको टपमा आइसकेछौँ होइन यो यस्तो गरेर सो गाइज अहिले चाहिँ हामी टक्कसँगले ट्रेकिङ जाँदैछौँ दिउँसोको कति बज्यो टाइम हेर्नै पर्ने दिउँसोको घाममा यसरी जाँदैछौँ हामी चाहिँ होइन हेर्न सक्नुहुन्छ 2:30 भइसक्यो 2:30 बजे हाम्रो ट्रेकिङ अरू बिहान जान्छ हामी राति जाँदैछौँ दिउँसो रात बस्ने हो नि त अलिक हामी धेरै गोरो भयौँ अनि हल्का डर्नुको लागि हिँड्दैछौँ होइन अनि हाम्रो यहाँ टेन्ट बोकेको छ अनि मैले यहाँ फर्म बोकेको छु अनि आज क्याम्पिङ गर्ने आज कहाँ जाने अरे सागुरी गरी होइन सागुरी गरी जाने घुम्ने अनि घुमेर अनि अलिकति यताउता अलिकति हुन्छ नि अब आयो अलिकति हुन्छ नि अरे तर्रा गएर सामान किनेपछि धरानदेखि हिँड्दै जाने हो ट्रेकिङ देखाउने छु हाम्रो बाटोको मन्जिलको भ्यू ल केटा फाइनली हामी चाहिँ धरान आइसकेको छौँ सुनेन होला आवाज पनि यार हेलो भन्न त मुला हेलो गाइस ल हामी धरान आइसकेको छौँ है हेर्न सक्नुहुन्छ धरानको गल्ली गल्ली हामी हिँड्दै जाँदैछौँ अब हिरो निशान्त आम्बो हिरो भएर यो ट्रेकिङ आएको अरे यसको गति खोइ आमै ए बा ट्रेकिङ यसरी आउँछ गाइज हाम्रो केटाहरू गर्लफ्रेन्ड हेर्न गए जस्तो गरेर अनि के भन्नु आम हो होइन सो गाइज हामी चाहिँ ओसो पार्कसम्म आइसक्यौँ होइन हाम्रो यहाँ ओसो पार्कसम्म आउँदै गाँड फुस्किसक्यो हाम्रो केटाहरू पनि गाँड फुस्केर चुबो लगाएर हिँड्दैछ गाँड मस्किसक्यो गाइजहरू लगे झन् राम्रो हाम्रै अनुहार भुत जस्तो छ भुत तर्सेर भागो भने बरु टेन्सन सो गाइस हामीले चाहिँ टक्कसँगले गेटमा होइन रोकेर पानी सानी खाएर चिसोमा चिल भएर अहिले जाँदैछौँ अहिले हामी चाहिँ ओसो पार्कभित्र छिरिसकेको छौँ अनि यहाँ चाहिँ हाम्रो कल्लु सो गाइस हामी चाहिँ अहिले बडाङ हिँड्दैछौँ होइन ओसो पार्क चाहिँ लगभग कटिसक्यौँ हामी यहाँ हेर्न सक्नुहुन्छ यस्तो भड्याङ हामी हिँड्नु परिराखेको छ हाम्रो जनताहरू पनि आउँदैछन् यहाँ बिस्तारी अनि हाम्रो चाहिँ अगाडि बाटो खोला तरेर जानुपर्ने रहेछ अनि अब हेरौँ कस्तो छ खोलाहरू होइन सो गाइजहरू अहिले चाहिँ हामी हल्का एक्सट्रिम ब्रेकमा रोकेको छौँ हेर्न सक्नुहुन्छ यो बिचरा एक्सट्रिम नखाएर हिँड्नै सकेन ओइ ल प्लास्टिकमा हाल सो गाइज हामीले चाहिँ यस्तो फाल्नु हुँदैन यहाँ हामीलाई अघि सम्झाइ पनि सकेको छ त्यसैले हामी चाहिँ यसरी बोकेर गएको छौँ भरे हामीले फालो भनेर नभन्नु होला होइन ओइ भरे अनि हामीलाई फालो भनेर अनि घरको मामाले पकाउन आएन भने के गर्ने हामीलाई नि गोरे हो भन भने है तर्साउँछ भन्दै थियो नि त्यो दिदीहरूले हामी पनि के गरौँ भुतलाई तर्साइदिने खाले अनुहार छ हाम्रो हामीलाई त काले भन्छ गोरे अब गोरे भन्छ त
काले हामी चाहिँ गरी भन्नुपर्छ धेरै पछि भ्लग बनाएर होला हात त गलेको गले गर्छ त सो गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ होइन अब हामी खोला तरेर जानुपर्ने हुन्छ यस्तो छ खोला चाहिँ हेर्न सक्नुहुन्छ यहाँ जाने यहाँबाट यहाँ जाने यहाँबाट यहाँ जाने सक्यो गाइस हामी खतरो कि खिलाडी भइसक्यौँ रोडिजमा भाग लियो भने फर्स्ट भएर आउँछु मलाई हौ सो गाइस अहिले चाहिँ ठक्क हामी उता खोला तरेपछि चाहिँ यहाँ हल्का माथि हिँडेपछि मकालु क्षेत्र भन्ने ठाउँ आइसकेको छौँ श्रम संस्कृति पार्क मकालु क्षेत्र हामीलाई गोरे भन्ने भने छैन होइन काले भन्ने भने चाहिँ झन् छैन गोरे त हामी छैनौँ नै सो एभ्रिवान हामी चाहिँ होइन त्यहाँ हल्का विश्राम लिएर पनि अनि अगाडि बढिसकेको छौँ अनि हामीलाई चाहिँ पुरा आज पानीले च्यालेन्ज गरिराखेको छ होइन उताबाट पुरै कालो भएर आइरहेछ हामी यहाँबाट कालो कालो हिँडेर जाँदैछौँ मान्छेहरू गोप्रो भए चाहिँ सही हुन्थ्यो क्या मोबाइलको चार्ज पनि खप्ने है क्यामेरा भिडियो क्वालिटी नि राम्रो आउने सो एभ्रिवान हामी त होइन के हो राष्ट्रिय उकालो भएर होला लास्ट गल्यो यत्रो एक्सपिरियन्स भएको मान्छे हो नि हिँड्न गाह्रो परिरहेछ हेर्न सक्नुहुन्छ हिँड केटा हिँड मुस्किल वक कमान्डो सक चुप लगाएर हिँड गाइज गलेको अवस्थामा अब चुप लगाएर हिँड्नुपर्ने हुन्छ हामी किनकि झन् बोल्यो भने झन् गरिदिन्छ सो त्यसैले अब हिँडेर जाउँ चुप लगाएर के छ फेरि हिँड्दा हिँड्दै हाम्रो केटाहरू नि गलिसक्यो म नि गलिसक्यो बक अनि हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्नु आँटे जस्तो लाग्यो मलाई चाहिँ यहाँदेखि कति टाढो छ हेर्दै जाउँ होइन धरानदेखि हिँडेको नि गाइस भानुचोकबाट नहिँड्नु पर्थ्यो हामी के हो न यो त झुस्लो केरा त गाइस यस्तो टोक्यो भने त मार्छ त नि यसको त के अनुहारै देख्नु गाह्रो पर्यो त हेर अँध्यारोमा त ए बा गर्मी छ है गाइस पानी चाहिँ थुप्रै बोकेर आउनु होला हाम्रो यहाँ ब्यागमा 5 लिटर बोकेको थियो 5 लिटर होइन है कि 3 लिटर हो लगभग त्यस्तै थियो त्यो सकिसक्यो अब हेरौँ कति टाइम लाग्छ है त गाइस गएपछि वहीँ भेट्छु तपाईँहरूलाई ओके बाई आयो आयो सो केटाहरूको हालत चाहिँ यस्तै भइसक्यो है हिँड्नु पनि हामी थोडा हिँडेको होइन दिउँसो कति 12 बजे जाने प्लान भयो यसो सोचेको प्लान भयो अनि कुरा गरेको 12:30 बजे 2 बजे कुरा गरेको 2 बजे निस्केको अनि त्यहाँपछि यताउति गर्दा कति 3 उतै बज्यो अहिले हिँडेकै छौँ गाइस लगभग आइपुग्न आँट्यो हामीले देख्नु चाहिँ देखिसक्यौँ तर कहाँ जाने थाहा छैन सो ल अब हामी हिँडौँ यो बाटो छ उता चाहिँ 2टा बाटो रहेछ माथि नजाने यतापट्टि तल आएर यता जानुपर्छ उकालो चढ्नुपर्छ हेर्न सक्नुहुन्छ हाम्रो केटाहरू हिँड्दैछ हेर्नु न गाइज ल है पुग्यो त सागरी गरी ल माथि हेर्न जानुपर्छ सो हे एभ्रिवान हामी चाहिँ टक्कसँगले यो पुलमा आइसकेको छौँ यो पुल अरे भर्याङमा आइसकेको छौँ हाम्रो केटाहरू डाँडा फुस्किसक्यो होला गाइस
के छ ठिक छ मार्यो नि मार्यो कुन्ताको हामी कालो मान्छे होइन झन् गलेर त कालै भइसक्यौँ अब माथि जान्छौँ अनि माथि टेन्ट लाउनु मिल्छ कि मिल्दैन तर मिल्नु त मिल्छ होला सायद माथि गएर अब हेर्छौँ अनि त्यहाँ मिलेन भने चाहिँ यहाँ तल आएर डाँडामा लगाउने प्लान छ होइन के हुन्छ हेरौँ अब पहिला माथि घुम्ने व्यवस्था मिलाउँ घुमघाम गरौँ अनि त्यसपछि हाम्रो कुरोकानी हुन्छ सुत्ने कहाँ के गर्ने भन्ने केटा अनि तर्साउँछ अरे नि त यहाँ त भुत चाहिँ हामीलाई देखेर तर्सिन्छ होला होइन सो आइसक्यो नि गाइस हेर्न सक्नुहुन्छ त्यसलाई गएर थियो हग्ने जा हग्नु अब गाइस बसेको छु चाबी मात्र लगाएको छैन बन्द त बन्दै हो बन्द गर्छ नि पहिला यो ठाउँ त मैले देखेँ तर यति साह्रो भाइरल चाहिँ थिएन है यो यहाँ आएको होइन भिडियोमा देखेको के पो भन खुल्लै छ होइन देखेन त नि ओ तर यत्रो हिँडेको पैसा वसुल चाहिँ हुन्छ पैसा वसुल त के भन्नु मेहनत वसुल होइन खोल हौ एक्लै एक्लै छिर्छ सो गाइज हामी छिरिसकेको छौँ हामी इन्ट्री भइसकेको छौँ चुक्को लगाऊँ ल चुक्को लगाऊँ न एउटा मुला आउनु पाएको छैन हग्नु पसिसक्यो छैन पानी ए कल्लु ए हग्नु पसिसक्यो फेरि गाइस हेर्नु सक्नुहुन्छ डाँडा वाउ हामी चाहिँ जाँदै गर्छौँ ल पर्खिनु धारा छैन टस बालेर हेर्न यसलाई गएर धङ्छ फेरि निशान्तलाई वाउ बबाल मलाई भिडाइदिएको छ फेरि यहाँ ब्यागहरू यहाँभित्र लगाउनु पर्छ जस्तो छ टेन्ट हामीले दामी है सो गाइस हेर्न सक्नुहुन्छ हामी साँगुरी गरेको टपमा आइसकेको छौँ होइन ब्याग पनि राखेको छैन दामी हावा चलिराखेको छ यहाँ हेर्न सक्नुहुन्छ मेरो ब्याग हेर्न सक्नुहुन्छ नेपालको झन्डा छ यहाँ वाउ वाट अ लभली यार होइन खासमा यो कहाँ गढी तथा एकीकरण पदमार्ग के हो इङ्ग्लिस चाहिँ खुलितै हो होइन गाइस अब कहाँ हामी धनकुटामा पर्दो रहेछ के हो साँगुरी गढी होइन नि यहाँ हेर्न सक्नुहुन्छ है यहाँ म्यापहरू छ म तपाईँलाई अर्को फ्रन्ट ब्याक क्यामेराबाट देखाइदिन्छु होइन अनि त्यो चाहिँ एकदम चिल छ यार गाइस ल यहाँ चाहिँ पुरै डिटेलहरू लेखेको छ होइन यसलाई बिचरालाई हग्नेको लागि पानी नभेटेर ब्यागबाट झिक यस्तो छ हेर्न सक्नुहुन्छ यसो देखाइदिउँ यहाँ राख्न ल ल गाइस मलाई नै अघि लागिरहेको थियो एउटा हाम्रो विकास पाठ पानीतिर खाने घटी पानी खाइरहेको छ है हाम्रो मोने यो चाहिँ बिर्को लाएर जुक्का लाग्यो टेन्सन भयो नि त ल है सो गाइस म तपाईँहरूलाई देखाउँछु है त माथि अब जुक्का त कत्रो रहेछ हौ रामेको पुत्र घामै बनाइदिएको नि यार गाइस ब्लडै निस्केछ यार आम्बो ल यस्तै छ केही छैन ल गाइस म तपाईँहरूलाई माथि देखाउँछु फाइनली
ओ गाइस ओ टेन्ट त हामी यहाँ माथि लगाउनु पर्छ क्या बाल छ है गाइस बाल सक्नुहुन्छ नेपालको झन्डा अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ के छ भनेपछि तोप छ होइन तोप डुङ साँच्चीकै दुलो छ यस फलामको त रहेछ त गाइस साँच्चीकै छ क्या हौ यहाँ त आम्बो अनि यहाँ के हो मन्दिर रहेछ हेर्न सक्नुहुन्छ है मन्दिर बा ल ठिक छ अनि यहाँ के हो यहाँ पनि मन्दिर हो अनि मन्दिर हो कि के हो यस्तो छ सो भ्यूहरू चाहिँ अहिले यस्तै छ होइन ढुसीहरू लागेको छ अर्को हकमा कुदिसक्यो त्यो तर्से नि मुलालाई देखेर यस्तै छ नेपालको झन्डा चाहिँ एकदम लभली फरफराइरहेछ क्या नेपालको झन्डा फरारा घुम्न जाउँ भेलेटार सारा भन्नु नमिल्ने होइन के भन्नु चाहिँ यस्तै छ अब हामीले कहाँ लगाउने भनेर त्यो हेर्छौँ अनि कहाँ यहीँ लगाउने टेन्ट उड्नु त उड्दैन यहाँ लगाउने त्यहाँभित्र लगाउँ है सेफ पनि हुन्छ अब चाहिँ अलिअलि जाडो जाडो हुन्छ जस्तो छ बेसहरू पनि लत्रकै भिजेको छ त्यसैले भोलि बिहान दिनको भने तपाईँहरूलाई खतरा भ्यू देखाइदिन्छु गाइस अहिले चाहिँ हामी अब टक्क यो पनि हगेर आइसकेको छ होइन आधै हामी त मिनरल वाटरले ढुकबाई धनीमणी यस्तै हो होइन के भन्नु अब आइसकेको छौँ हाम्रो अब ज्यान्सो भने अब बडी बिल्डिङ होइन देखा मेरो म्याच त देखिनुहोस् त के ए मैले देखिन पो टक्कसँगले यसरी मजाहरू खोलेर राखेछौँ अनि यहाँ हाम्रो चाहिँ यसरी टोकिसकेको छ होइन जुक्काले अनि टस बाल्छु नि त म के गर्नु मजाले टोक्यो मजाले टोक्यो अरे जुक्काले टोक्यो चाहिँ बिजोक पारेछ अब हामी टेन्सन लगाउँछौँ ओपो यो खोइ यति त नि भए पुगेको नि हाम्रो भ्लग त डेन्जर हुन्छ नि भएन अनि आम्मामा होइन यस्तो छ अब यसो भ्लग सक् अब हामी यसो होइन बडी सो फाइट साइड गयो ओ ओ ओ डुक्चुक आम्मा ल गाइस हामी चाहिँ यहाँ यसो हावा खाँदैछौँ अरू के भन्नु सो यस्तै छ ओ मेरो ट्र्याक कहाँ छ यसो केही बोल्न हौ मेरो च्यानल के बोल्नु हौ यसो भन् ल यस्तै छ गाइस मेरो ब्याक देखाइदिनु त ल बडी सो हुँदैछ है हामीले चाहिँ यहाँ अबै अबै नसक्ने भयो नि अब्बा सुकी ट्याङमा लुकेको बल ल यस्तै छ हाम्रो चाहिँ फाइनली बोय माइकल ज्याक्सन माइकल ज्याक्सन हो फाइनल्ली हाम्रो तर ब्याग चाहिँ दामी है मान्नु पर्ने डिमन ब्याग है अनाएर नि तर डिमनै जस्तो छ के भन्छ तिमीहरू जिम गरेर हेर्न भाइ काम गरेर बनाएको के भन्नु अब हो दिस इज 5-5 इङ्ग्लिसमा हानिदिन्छ त यसले त फेरि हाँस उठाउने हो केटाहरू हामी चाहिँ यहाँ चिसो खाना आएको है हामी गर्मी इटरी 2 मा धेरै गर्मी छ त्यही भएर हामी यहाँ सङ्गरी गढी हो कि कुन गढी हो सागुरी गढी हावा खाना आएको यहाँ चिसो चल्दिउँ न त उता डुल्यौँ सागुरी गढी कुहिरोले पुरै ढाकिरहेको छ है हामी पुरै तर अघि देखाइसक्यो मैले बनहरू के त्यति नै हो होइन अब हामी टेन्ट टाङ्ने छौँ होइन गाइस टिङ तान्छौँ टिङ होइन जिब्रा अब चिप्लिहाल्छ नि हो चिप्ले यो त हग्नु गयो त के मातेर आयो क्या हो दिमाग चाहिँ राखेर आएछु जस्तो छ यार अलिकति ओ हग्दा दिमागै त झारिन नि भाइ झरो कि क्या भाइ झरो कि क्या आयो पकड्दा यो यसरी पकाउँछु कि म जाड भइसकेको छ हामीलाई आइज न अब टेन्ट टाँगौँ हामी चाहिँ 3 जनै 14 देखा न हामीमा कास्टको विकास गर्नु परेन ए विकास नै यसको नाम चाहिँ विकास हो विकास मेरो नाम चाहिँ निशान्त हो यसको नाम चाहिँ मोहन हो तर हामी 3 जनै चौधरी हो
आइज केटा अब हामी टेन्ट टाँगौँ होइन सामानहरू पहिला यता ल्याउँ है सबै गरिसक्यौँ हामी टेन लाउँदैछौँ अब होइन अब टेन चाहिँ लगाइहाल्ने हो हामी चाहिँ मजाले कुहिरो लागिरहेछ क्या अब मजाले हावा खाँदै है भेसेस खोलेर पुरा ज्यान स्यान देखाएर है यो त जिम गरेको है यसले चाहिँ म चाहिँ गरेको नगरिकन त्योभन्दा खतरा छ मेरो भित्र चाहिँ यस्तो हामीले बनायौँ ल सामानहरू हालिदिउँ एउटा ओर्ने पनि ल्याउनु पर्छ है छ त नि तर्ना मैले त साँच्चै म त बिर्सिहाल्छु यार फेरि अर्को नेक्स्ट टाइम आउँदा चाहिँ डोरी पनि लिएर आउँछु गाइस अहिले नि जुगाड त गर्न सकिन्छ तर लाइट ल्याउनु बिर्स्यौँ गाइस एउटा कुरा हामीले मेन चाहिँ हामीले लाइट ल्याउन बिर्स्यौँ होइन लाइट ल्याउनु एउटा उयो सुँगुरको मासु ल्याउनु बिर्सी होइन अब त्यसको लागि त अब दाउरा पनि ल्याउनु पर्छ नि हामी अब ट्रेकिङ हिँडेको अब बोकेर अब 3 जना मात्रै थियौँ भने बोकेर आउनु अब गाह्रो पर्छ नभए त सुँगुरको मासु म पल्केर लिम्बुनीतिर ढल्केर ल सो गाइस हामी यसरी अब कपडाहरू सबै लिएर यहाँ राखौँ सुकाउँ होइन अनि जुत्ताहरू पनि के भित्रै राखौँ कि भित्रै राखौँ न छेउमा चाहिँ ल्याउनु वर्षमा हराएस कोही हामीले डोरी खोज्ने हो त कि लेसले बाँधिराख्ने खोलेर जे होस् हामीलाई स्ट्रङ चाहियो नि त लेसले बाँधिराख्ने के छ र मेरोबाट नि लेससम्म चाहिँ तर गाई यार जुत्ता यस्तो भयो यार रातो खुन कस्तो आइदिएको थियो कि यो अझै पनि खुन त आइरहेछ सो गाइस अब टिम्बरल्यान्ड लगेर टिम्बरल्यान्ड के ल्यान्ड यसो गरौँ यो भेषलाई बोकौँ आचु भेष कस्तो चिसो रहेछ ल चल यति नै होइन हाम्रो सम्पत्तिहरू पानी पऱ्यो भने फेरि भिज्नु सक्छ भिज्दैन अब के गर्ने गाइस अब ला पर्खिन्छ त यो बौला हो साइको भइहाल्यो मेरो मोहन साथी साइको ये हम पागल है सर बौला हो हामी सबै बौला सो हे गाइस अनि आजको भ्लगहरू चाहिँ यस्तै हो होइन हाम्रो ट्रेकिङ हल्का फुल्का अनि सो आजको भ्लगहरू यस्तै छ हामी चाहिँ अहिले टेन्टमा बसिरहेको छौँ अवस्था यहाँ चाहिँ मेरो साथी एकजना बाहिर छ अनि म चाहिँ यसो ढल्किरहेको छु लास्ट गल्यो आज सो आजलाई चाहिँ बाई बाई टाटा सी यू टुमारो गुड नाइट